आज इटरीमा भएको क्रिएटर्स मेलामा के भयो होला त लेट्स फाइन्ड आउट फ्रम द बिगिनिङ। हाई गाइज, इट्स मी प्रतीक एन्ड इट्स डे इन माई लाइफ डे 85। मर्निङमा उठेर नुहाइदै गरेँ अनि आज मैले चिया खाएँ। अनि इटरीमा चाहिँ आज क्रिएटर्स मेला भइरहेको हुनाले म पनि गएको थिएँ अनि आज मैले के गरेँ हेरौँ है त। सुरुमा पुग्ने बित्तिकै म हलतिर लागिहालेँ अनि हलमा चाहिँ धेरै मान्छेहरू थिए, हल्का साई पनि फिल भइरहेको थियो, त्यही पनि म भ्लग गर्दै हिँडेँ। पश्चिममा गएर भिडियो बनाउँछु त गरेँ होला त्यहाँ गएर भिडियो हाल्छु बनाला। सुरुमा चाहिँ साई फिल भइरहेको थियो अनि सबैलाई देखेँ, मान्छेहरू पनि आफ्नो काम गरिरहेको थियो, भ्लग गरिरहेको थियो, त्यही पछि मलाई पनि कन्फिडेन्ट आयो अनि मैले पनि सबैको अगाडि बेलिङको पोज हान्थेँ। ठ्याक्कै हलबाट बाहिर निस्केको प्रियङ्का दिदी र आयुष्मान दाईलाई पनि देखिहालेँ अनि फोटो खिच्न बोलाम कि भनेको, तर हल्का लाज लाग्यो अनि सबैसँग लजाएर पनि हुँदैन भनेर टुबी दाईलाई देखिहालेँ अनि टुबी दाईसँग जसरी होइन फोटो खिच्छु भनेर भने अनि दाईले खिच्नु न त भन्नुभयो अनि फोटो खिचेँ, यही फोटो। सो थ्याङ्क यू टुबी दाई फोटो खिच्नु भएकोमा। अनि मेरो मेन प्लान चाहिँ के थियो भन्दाखेरि सासङ दाई र दिपक गाउली दाईसँग भेट्ने, भिडियो सिडियो बनाउने, त्यही थियो प्लान। तर योपालि भेट भएन, नेक्स्ट टाइम कतै भेट हुन्छ होला, सो आशा गरौँ।